हेलो नमस्ते। मेरो नाम राकेश सिंह। यदि तपाईँहरूलाई म्युचुअल फन्ड, एसआइपी, मेरो सेयर, सेकेन्डरी मार्केट यस सबको बारेमा बुझ्नु छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईँहरूको हरेक कमेन्टको एन्सर दिनेछु। तपाईँले अहिले देख्न सक्नुहुन्छ कि मार्केट एकदम डाउन गइरहेको छ है। अनि यही बेला हो तपाईँले स्टक्सहरू किन्ने, राम्रो राम्रो स्टक्सहरू छानेर अनि त्यसलाई किन्नुपर्छ, किनेर राख्नुपर्छ। किनकि आउने दिनहरूमा त्यो स्टक्सहरू अहिले तल गएको स्टकहरू फेरि माथि जान्छ, फेरि माथि जानेछ। यति बेलै हो तपाईँले स्टक्स किन्नुपर्ने। मार्केट तल गएको छ, मार्केट झरेको छ, तपाईँले हेर्नु भइरहेको छ। यो वारको कारणले हुनसक्छ, ग्यासहरू पेट्रोलहरू नपाएर कारण हुनसक्छ। कम्पनीहरू नि नेपालमा नयाँ सरकार आएर कम्पनी धेरै कम्पनीहरू नि अलिकति तलमाथि भइरहेछ। त्यही भएर तर नडराउनुहोस् है, यति बेलै हो तपाईँले स्टक्स किन्नुपर्ने। स्टक्स किनेर राख्नु, राम्रो राम्रो स्टक्स छान्नुहोस्, एनालाइसिस गर्नुहोस्, स्टक्स किन्नुहोस्, स्टक्स किनेर राख्नुहोस्। आजको स्टक्स किनेर राखेपछि तपाईँले होल्ड गर्न सक्यो भने कम्पाउन्डिङले गर्दा तपाईँको आउने दिनहरूमा त्यो स्टक्स एकदम प्रफिट जानुवाला छ है, मार्केट एकदम माथि जानुवाला छ। त्यही भएर स्टक्स चाहिँ किनेर राख्नुहोस्, राम्रो स्टक्स छान्नुहोस्, पैसा अलिकति लगाउनुहोस् स्टक्समा। लगानी लाग्दा जस्तो तपाईँले ब्याङ्कमा एफडी गरे जस्तै हो त्यो। स्टक्समा लगानी लगाउनुहोस्, स्टक्स किन्नुहोस्, भोलि दिनमा राम्रो हुन्छ। हस् त, कमेन्ट गर्नुहोस् होला केही सुझाव सल्लाह सुझाव दियो भने। धन्यवाद।